कति रिपोर्ट चाहिँ थाहा छ तिमीहरूलाई कति राम्रोसँग पढ्ने है यो साल त तिमीहरूको त पालिका स्तरीय हुन्छ फेल भयो भने त केराटी हो फेरि 1 वर्षको मेहनत त्यतिकै खाएर जान्छ कति कापी कलमको खर्च भयो कति ड्रेस खर्च भयो राम्रोसँग पढ्ने अब कति दिन चाहिँ 6-7 दिन बाँकी छ राम्रोसँग लेख्ने भन्दा बढी पढ्ने अब होमवर्कहरु भन्दा पनि अब पढ्ने अब 1 वर्ष टी कोठामै बस्ने टी ठाउँमै पढ्ने भने चाहिँ तिमीहरु नपढ अब तल जाने अब साथीहरु भन्दा अगाडि जाने तल नयाँ जेलबाङ जाने भने चाहिँ पढ राम्रोसँग मोबाइलमा यताउता ध्यान गर्ने हैन परीक्षा आउन एउटा लास्ट परीक्षा पढ्नु तिमीहरुको वर्षभरिको मेहनत देखिने ठाउँ पढ्नु यो टप कष्ट परेछौ के गरेछौ भनेर एउटा लास्ट रिजल्ट आउने बेला पढ्नु यो यो परीक्षामा बिगार्ने हैन नजाने कुराहरु सरसर सोध्ने होमवर्कहरु गर्ने पुरानो होमवर्कहरु हेर्ने त्यहाँ के लेखेको छ उत्तर प्रश्नहरु के छ त्यो पढ्ने अब त्यो होमवर्क अब पढ्ने थोरै लेख्ने केही भएर पढ्ने धेरै बुझ्यौ फेल भयो त बेइज्जत हुन्छ तिमीहरुको फेरि सालभरि पढ्यो साथीहरु अगाडि जाँदाखेरि आफू चाहिँ उही क्लासमा पुरानो साथीहरुसँग पढ्दाखेरि त्यही भएर राम्रोसँग पढ्ने अब परीक्षा आउन लाग्छ त्यही भएर तिमीहरु बनसन पनि पठाएको छैनौ हामीले यही गरेर पनि तिमीहरु पास भएनौ उ गरेनौ भनेर हामीले वर्षभरि गरेको दुःख त के काम भयो